रिस एउटा यस्तो खराब हतियार हो जसले हरेक सफलताहरूलाई काटिदिन सक्छ। नमस्कार साथीहरू, म हुँ तपाईँको साथी कुसुम। सधैँको जस्तै आज पनि उपस्थित भइसकेकी छु निकै गजबको अनि निकै प्रेरणादायी भिडियो सन्देश लिएर। मलाई विश्वास छ हाम्रा यी भिडियोहरूबाट यहाँको जीवनमा पक्कै पनि सकारात्मक प्रभाव परिराखेको छ र यस्तै यस्तै प्रेरणादायी अनि मोटिभेसनल भिडियोहरू हेर्नका लागि आज नै हाम्रो कुसुम सहारा युट्युब च्यानललाई सब्स्क्राइब गरी हामीसँग जोडिनका निम्ति म हार्दिक अनुरोध गर्दछु। साथै यहाँ पहिला नै हाम्रो परिवारसँग जोडिसक्नु भएको छ भने हजुरलाई मेरो तर्फबाट धेरै धेरै माया, धेरै धेरै धन्यवाद। सधैँ केही न केही हजुरका निम्ति, हामी सबैका निम्ति राम्रो प्रेरणादायी कुराहरू पस्कने क्रममा आज भने मैले यहाँको लागि, हामी हरेक व्यक्तिको जीवनको लागि अत्यन्तै उपयोगी टिप्स लिएर आएकी छु। आजको यो भिडियो अन्तिमसम्म हेर्नुहोला ताकि तपाईलाई रिसलाई जितेर सफलताको मन्जिलमा पुर्याउन सक्ने यस्ता महत्त्वपूर्ण 3वटा वैज्ञानिक सूत्रहरू आज मसँग छन्। हामीहरू हजारौं कोसिसका बावजुद पनि सफलतामा पुग्न सक्दैनौँ। आखिर किन? कतै तपाईको रिसले तपाईको सफलता रोक्ने कारण त बनिराखेको छैन। अधिकांश मानिसले के सोच्छन् भने रिस देखाउनु, रवाब देखाउनु र सबैले आफ्नो बसमा पार्न सक्छु भन्ने एउटा मिठो भरमा बाँचिराखेका छन्, जसले गर्दाखेरि सफलताको नजिक पुग्नै सक्दैनन्, अर्थात् सफलताको स्वादको स्पर्श गर्नै पाउँदैनन्। रिस एउटा त्यस्तो खराब हतियार हो जसले हरेक सम्बन्धलाई काटिदिन सक्छ, हरेक सफलतालाई काटिदिन सक्छ। तपाईको रिस, मेरो रिस, आज यी रिसलाई छोडेर हामीले रिसलाई कसरी व्यवस्थापन गर्ने, हैन? कतिपय अवस्थामा रिस उठ्नु मानवीय स्वभाव हो, रिस उठ्नु स्वाभाविक हो, तर रिसलाई व्यवस्थापन गर्न नजान्दाखेरि धेरैको जिन्दगीमा उतार चढाव हुने गर्छ। सफलताको नजिकै पुगेर पनि फेरि त्यही रिसका कारणले गर्दाखेरि असफलताको गहिरो खाडलमा परेको उदाहरणहरू पनि हामीले थुप्रै देख्न पाएका हुन्छौँ, हैन? आफ्नै रिस कन्ट्रोल गर्न नसक्दा अर्थात् आफूभित्रको क्रोधलाई व्यवस्थापन गर्न नसक्दाखेरि धेरैले आफ्नो जीवनको एकदमै ठुलो नोक्सानी बेहोर्नु परेको घटनाहरू तपाईँले पनि सुन्नुभएकै छ। आज भने हामी यस्तो विषयमा चर्चा गर्नेछौँ जसका कारणले गर्दाखेरि, जसको व्यवस्थापन गर्न जानिएन भने तपाईँ हाम्रो जिन्दगीमा पनि ढिलो अर्थात् चाँडो, हैन, हामीलाई पनि बाधा पुग्नेछ। त्यसैले आज म यहाँहरूसँग रिसलाई वैज्ञानिक तरिकाले कसरी व्यवस्थापन गर्ने त चर्चा गर्नेछु। आउनुहोस्। सबैभन्दा पहिलो र महत्त्वपूर्ण कुरा भनेको स्वभाव परिवर्तन गर्ने कोसिस गर्नुहोस्। यदि कसैको एकदमै सानो सानो कुरामा पनि झरङ्ग रिसाउने स्वभाव छ भने तपाईँले आफ्नो स्वभावलाई हेरिराख्नुपर्ने हुन्छ। म कस्तो स्वभावको अथवा म कस्तो प्रकृतिको मान्छे हो, है? कसैले कति सजिलै भनिदिनुहुन्छ मेरो त मनमा पाप छैन तर म एकदमै छिटो रिसालु स्वभावको छु। यदि तपाईसँग त्यस्तो स्वभाव छ भने मनभित्र के छ भन्ने कुरा कसैले पनि देख्दैन, तर तपाईँले के देखाउनुहुन्छ त्यो चाहिँ सबैले देख्छन्। तपाईँले देखाउनु भएको रिस नै सबैतिर देखिन्छ। तपाईँले भित्री अन्तर्हृदयबाट सबैको लागि गर्नुभएको करुणा देखिँदैन सायद। र अर्को कुरा भनेको एकदमै रिसाइरहने व्यक्तिको भित्र करुणा पनि रिस मिश्रित भएको हुन्छ, त्यसैले तपाईँको करुणाले त्यति काम नगर्न सक्छ। त्यसैले आफ्नो स्वभाव, म कस्तो खालको स्वभावको छु, होइन? यदि म हुनसक्छ कोही मान्छेको आफ्नो स्वभाव हुन्छ, कोही मान्छे साँच्चैकै छिटो छिटो रिसाउने स्वभावको हुनुहुन्छ भने यस्तो स्वभाव मसँग किन छ, कहिलेदेखि छ, होइन? म सबैभन्दा धेरै कस्तो अवस्थामा रिसाउँदो रहेछु भनेर आफ्नो स्वभावलाई हेर्ने र यदि त्यस्तो स्वभाव आफूमा पाएमा त्यसलाई परिवर्तन गर्ने कोसिस गर्ने। आजको आजै परिवर्तन त हुँदैन, तर कम्तीमा पनि तपाईँले मसँग एकदमै रिस, क्रोध, आक्रोश रहेछ, यसलाई म कम गर्छु भनेर सोच्नुभयो भने नसक्ने भन्ने केही पनि हुँदैन। तपाईँले पक्कै पनि कोसिस गर्नुभयो भने तपाईँ सफल हुनुहुनेछ। र दोस्रो र अर्को महत्त्वपूर्ण कुरा भनेको नि साथीहरू, आफ्नो बिलिफ प्याटर्नलाई परिवर्तन गर्ने। कतिपय मानिसहरू के हुन्छ, मैले भनेकै हुनुपर्छ, मैले भनेको सबैले मान्नुपर्छ, मैले बस भन्दा बस, मैले उठ भन्दा उठ, मैले खा भन्दा खा, मैले जा भन्दा जा, होइन? हामी अभिभावक हौँ, हामी बोस हौँ, अथवा हामी अन्य आफ्ना छोराछोरीसँग व्यवहार गर्नु पर्यो, अथवा आफ्नो इम्प्लोयरहरूसँग काम गर्नु पर्यो, अर्थात् हामीले कतै पनि आफूले नेतृत्व गरिराखेका छौँ र हामीले कसैलाई गर्नु पर्यो भने मैले भनेकै हुनुपर्छ भन्ने बिलिफ सिस्टम पालेर बसेका छौँ कि मैले भनेको नै राइट, मैले भनेको नै हुनुपर्छ, मलाई सबैले मान्नुपर्छ, मलाई सबैले सम्मान दिनुपर्छ। यस्ता बिलिफले चाहिँ सधैँभरि तपाईँलाई रिसको नजिक पुर्याउँछ। त्यसैले जे भएको छ राम्रो भएको छ, जे हुनेछ राम्रो हुनेछ, यो विषयमा म सहकार्य गर्छु, मेरो कुरा राम्रो भयो भने ठिक छ, नत्र भने ठिकै छ, तपाईँको कुरा पनि सुन्छु भन्ने बिलिफलाई
पाल्नुपर्छ। त्यसैले आजसम्म जस्तो खालको बिलिफ प्याटर्न थियो नि त्यसलाई नै चेन्ज गर्नुपर्छ। मैले भनेकै हुनुपर्छ। अर्थात् नेपालीमा एउटा मिठो उखान छ, मेरो गोरुको 12 टका। यसलाई चाहिँ यो बिलिफ प्याटर्नलाई हामीले चेन्ज गर्नुपर्छ। यसो गर्न सक्यो भने हामीले आफ्नो रिसलाई व्यवस्थापन गर्न सक्छौँ। तेस्रो र अर्को एकदमै महत्त्वपूर्ण कुरा भनेको रिस उठ्ने कुराहरूको पूर्व अभ्यास गर्नुहोस्। रिसलाई व्यवस्थापन गर्ने पनि भनिराख्नु भएको छ, फेरि रिस उठ्ने कुराकै पूर्व अभ्यास किन यही सोचिराख्नु भएको छ। जुन कुराले तपाईँलाई रिस उठ्छ नि, जब जे कुराले रिस उठ्छ हजुर अन्य बेलामा तपाईँलाई रिस नउठेको बेलामा चाहिँ ती कुरालाई ती घटनालाई सम्झिनुहोस्, बारम्बार ती रिससँग भेटघाट गर्नुहोस्, त्यो परिस्थितिलाई सम्झिनुहोस् के तपाईँले होइन। रिस उठ्ने कुराको पूर्व अभ्यास गर्नु, मलाई यो कुराले एकदमै रिस उठ्छ। अर्थात् कोही व्यक्तिसँग तपाईँलाई रिस उठ्छ भने तपाईँ नर्मल अवस्थामा त्यो व्यक्तिलाई स्मरण गर्नुहोस् र उसको राम्रा कुराहरू सम्झिने कोसिस गर्नुहोस् है। कुनै पनि कुरामा तपाईँ रिसाउनु भएको थियो र एकदमै ओभर रियाक्सन गर्नुभएको थियो भने म किन रिसाएँ, अथवा त्यति मैले गर्नुपर्ने थियो कि थिएन, अथवा के कुराले गर्दाखेरि तपाईँलाई रिस उठ्छ। अर्थात् छोराछोरीले भनेको नमान्दा रिस उठ्छ कि तपाईँको कर्मचारी साथीले भनेको नमान्दाखेरि नटेर्दाखेरि रिस उठ्छ कि होइन, आफ्ना साथीभाइ इष्टमित्र कसले देखेर तपाईँलाई एकदमै धेरै रिस उठ्छ, त्यो रिस उठ्ने चिजको हजुरले अन्य बेलामा जब हजुर नर्मल अवस्थामा हुनुहुन्छ त्यो बेलामा नै पूर्व अभ्यास गर्ने। त्यस्तो भइसकेपछि हामीले पटक पटक एउटै कुराहरू दोहोरियो भने रिस बिस्तारै व्यवस्थापन हुँदै जान्छ। आजको आज नै रिसलाई व्यवस्थापन गर्न गाह्रो हुन्छ, तर निरन्तर यस्ता खाले महत्त्वपूर्ण अभ्यास गर्यो भने रिसलाई व्यवस्थापनै गर्न नसकिने भन्ने होइन। र जसरी पनि रिसलाई व्यवस्थापन गरेर हामीले आगामी यात्रालाई अगाडि बढाइराख्नुपर्छ। रिसलाई छोडेर दया माया करुणालाई भरेर हेर्नुभयो भने पक्कै पनि यहाँको जिन्दगीमा खुसी खुसी सुख सुख समृद्धि समृद्धि छाउने नै छ। तपाईँलाई आजको भिडियो कस्तो लाग्यो? यस्तै सन्देशमूलक भिडियो हेर्नका लागि के गर्नुपर्छ यो त यहाँलाई थाहै छ। आज नै हाम्रो परिवारसँग जोडिनु हुनका निम्ति अनुरोध गर्दै फेरि अर्को यस्तै गजबको भिडियो सँगसँगै तपाईँको र मेरो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि आफ्नो मनको खुसी बनाउँदै गर्नुहोला, आफ्नो रिसलाई कम गर्दै गर्नुहोला। हुन्छ, आज भने छुट्टिन्छु। नमस्कार।